हेलो साथीहरू, तपाईँलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ म स्कुटी सर्भिसिङ गर्नु गएको थिएँ अनि अहिले चाहिँ म पर्खिरहेको छु क्या। चाहिँ हाम्रो घरको सबै स्कुटी बाइकहरू सर्भिसिङ गर्न आएको। अनि गरिसकेपछि हामीले चाहिँ खाजा खायौँ क्या साथीहरू। चाउमिन खायौँ पर्कमा। अनि त्यो खाइसकेपछि चाहिँ हामी घर लाग्यौँ। आज चाहिँ साथीहरू स्पेसल दिन पनि हो है। अनि म चाहिँ घर गएको, घरमा चाहिँ काम हुँदो रहेछ क्या, मिस्त्री लाउनु भएको रहेछ। अनि म चाहिँ पुरा बाख्रालाई घाँसको लागि काटिदिँदैछु है साथीहरू। यो चाहिँ दादाले रुखबाट झारिदिनु भएको थियो हाँगाहरू, अनि म काट्दै थिएँ। त्यसपछि डेडी पनि आउनुभयो क्या काट्नलाई। ठुलो ठुलो हाँगा थियो नि त, अनि सानो सानो काटेको क्या। अनि डेडीले काट्दै गर्दा म चाहिँ पुरा आफूले बनाएको नेल मक्ख पर्दै हेर्दैछु क्या साथीहरू। त्यसपछि चाहिँ हामी आज स्पेसल दिन मनाउन जाँदैछौँ साथीहरू। सबैजना हेर्न सक्नुहुन्छ, सबैजना हामी रेडी भइसक्यौँ। अनि मैले चाहिँ सबैलाई हाई भन्नु न भनेर भनिरहेको छु क्या साथीहरू। अनि हाई हाई भन्नु हुँदैछ सबैले। अनि यहाँ चाहिँ डेडीले मम्मीलाई जिस्काउनु हुँदैछ क्या साथीहरू। अनि म चाहिँ बाजेलाई बाई बाई भन्दैछु। बाजे चाहिँ जानु मान्नु भएन नि त, त्यही भएर। त्यसपछि हामी चाहिँ जुन ठाउँमा जानुपर्ने हो त्यो ठाउँ हामी पुगिसकेको छौँ साथीहरू, हेर्न सक्नुहुन्छ। यो चाहिँ पन्च्यानको सिमसार हो। यहाँ चाहिँ प्रेमताल पनि भन्दो रहेछ क्या। अनि यो चाहिँ हाम्रो छेमाहरूको हो नि त, त्यही भएर हामी चाहिँ यहीँनिर गयौँ है आज। फेरि आज के हो भनेर कसैलाई थाहा पनि थिएन रहेछ क्या यहाँनिर पनि। अनि हामीले चाहिँ भन्यौँ क्या आन्टीलाई आज मम्मीको बर्थडे हो भनेर। त्यसपछि बर्थडे विस गर्नु हुँदैछ है आन्टीले चाहिँ। अनि मेरो मम्मी र आन्टी चाहिँ दिदी बहिनीको छोरीहरू हो क्या। हेर्नु न, फेस पनि अलिअलि मिल्छ नि है। अनि त्यसपछि चाहिँ हामी बस्यौँ साथीहरू। अनि बहिनीले चाहिँ पुरा केक खोल्दैछ क्या, केक निकाल्दैछ, यहाँ देख्न सक्नुहुन्छ। केक चाहिँ किन सानो भन्दाखेरि हामी गएको ठाउँमा चाहिँ अर्डर गरेको थिएनौँ नि त, अनि गएर लिइहालेको क्या जुन छ त्यही। त्यसपछि केक नकाटिकन आन्टीहरूले चाहिँ हामीलाई चटपटे चिसोहरू ल्याइदिइसक्नुभयो। अनि हामीले चाहिँ केक काट्न सुरु गऱ्यौँ साथीहरू। जब हामीले खाइसक्यौँ त्यसपछि चाहिँ चटपटे खाइसकेको थियौँ। त्यसपछि केक डेडीले मम्मीलाई खुवाउनु हुँदैछ है साथीहरू। त्यसपछि आन्टीले अनि अङ्कलले पनि खुवाउनु हुँदैछ। आज स्पेसल दिनमा भिडियोहरू त खिच्नै पर्यो साथीहरू होइन। अनि त्यसपछि अलिकति केकहरू चाहिँ बहिनीहरूलाई बाँडिदिनु आन्टीलाई दिएको साथीहरू। त्यसपछि मैले पनि मम्मीलाई ह्याप्पी बर्थडे भनेर खुवाइदिइसकेको छु कि अङ्कल र डेडी चाहिँ बोल्नु हुँदै थियो क्या। खानेकुरा चाहिँ आएकै थियो है साथीहरू। अनि हामीले खाएकै थियौँ। मोमो हेर्न सक्नुहुन्छ, यो चाहिँ पर्क आइसकेको छ। त्यसपछि चाहिँ हामीले खाइसक्यौँ है साथीहरू। यो चाहिँ लास्ट खाइसकेपछिको। अनि यसमा चाहिँ पर्कहरू सेका गर्नु हुँदो रहेछ क्या। त्यसपछि चाहिँ हामी घरतिर लाग्यौँ साथीहरू। थ्याङ्क यू फर वाचिङ, बाई बाई।